हेलो अंकल यार के छ? हो ठिक छ भाइ ठिक छ। कहाँबाट हो? यतै नि डरो बोर्ला यार। केही गेम खेल्ने हो कि नखेल्ने हो? केही आइडिया छ तपाईँसँग? गेम त यार के खेल जस्तो यार जङ्गलमा यार। ठिक छ मसँग एउटा गेम छ, खेलौँ न त रमाइलो गरौँ। के छ र? ल यदि ल तँ गेम जितिस् भने तँलाई 200 दिएँ मैले है। ल ल ल यहाँ म सेटअप गर्छु। सेटअप के हो भनेपछि यो एउटा डब्बालाई चाहिँ गुरिलीले चाहिँ योमा निशाना लगाउनु पर्यो। ल ल यो चाहिँ म बनाउँछु, हेर्दै गर। यसलाई सबभन्दा पहिला मैले यहाँ कमाल पारेर यो यहाँ अड्काएर यसलाई मैले यहाँ झुन्डाउँछु। त्यसपछि यो मसँग एउटा गुलेली छ। यो खास चरा मार्नको लागि त होइन, हामी यस्तै गेमहरूको लागि बनाइएको एउटा गुरेली थियो यो। त्यसैले हामीलाई त्यसलाई निशाना लगाउने। यो त गेम खेल्दैछौँ आज यो भाइसँग। भिडियो अन्तिमसम्म हेर्नु होला, अन्तिमसम्म। ल अब गेम सुरु हुन गइरहेको छ। यो मसँग 5वटा हामीले ढुङ्गाको गोली बनाएका छौँ र यो गुलिली भइहाल्यो। यो ढुङ्गाको गोलीले गुलिलीमा हालेर टार्गेट यहाँनिर छ। टार्गेट देखा एकचोटि। टार्गेटमा चाहिँ यसरी लगाउनु पर्यो। एकचोटि म तँलाई डेमो दिन्छु। ल त्यो टार्गेट त्यही हो। टार्गेट देख्न सक्नुहुन्छ। हामीले एउटा सानो बोतललाई काटेर बनाएको छौँ। हान्ने चाहिँ हामीले यहाँबाट हानेर चाहिँ त्यसले लगाउने आजको एउटा गेमको नियम छ। म यो 4वटा गोली र यो गुलीले म भाइले दिँदैछु। ल भाइ एकदमै तम तयार छ निशाना लगाउनलाई। 200 एकचोटिको चाहिँ 50 हो। 4 त गोली दिएको छु मैले यसलाई। अब कति लगाउन सक्ने रहेछ। ल टक एक मिस भइसकेको छ। 2 मिस, 3 चोटि मिस्टेक, 4 चोटिमा अलिकति चाहिँ लागेको छ, तर यो सायद मान्ने हुने छैन। र यो भाइले कुनै पनि गोली टार्गेटमा लगाउन नसकेको हुनाले मैले फेरि 4वटा गोली चाहिँ थप दिँदैछु। हेरौँ यो चाहिँ के गर्छ। सुरु। नो मिस्टेक, अर्कोचोटि पनि मिस्टेक। अरे भाइ राम्रोसँग हान्न यार। फेरि मिस्टेक। ओ एकचोटि लागेको छ। यसले 50 रुपियाँ जित्न सफल। 8 चोटिमा चाहिँ एकचोटि लगायो। अब हेर्नु होला, म पनि ट्राई गर्छु। यो साँच्चैकै कतिको अप्ठ्यारो छ त। अंकल मैले त सकिनँ। लाउनुहोस् अब तपाईँ ट्राई गर्नुहोस्। तपाईँले नि 4वटा गोली छ। ल ट्राई गर्छु। सायद लगाउन मैले तभन्दा चाहिँ म हेरेर देखिरहेको छु है त। ओ यार हुन्न रहेछ त। एक मिस्टेक, 2 मिस्टेक। यो हुने गरे 2 मिस्टेक हुन सफल। अझै 2 गोली बाँकी छ। हेर्दै जाउँ। ठिक्क हुन्न रहेछ यार। त्यहाँदेखि टार्गेट त देख्नु भइरहेको छ। त्यहाँदेखि पारीसम्म। ओ नो मिस। अंकलको पनि कुनै 4 गोली नै मिस भएका हुनाले म पनि फेरि 4 गोली थप दिँदैछु। ल यो चाहिँ म लगाउँछु होला। हेर्दै जाउँ। अहिले यस्तो मिलाएर हान्छु यहाँ बसालेर। टुपी पनि छराउनु पर्यो, त्यो भएन। फेरि पनि मिस भयो। टार्गेट यही हो।
ओहो फेरि पनि मिस। फेरि पनि मिस भयो। हाम्रो टार्गेट चाहिँ यही हो। फेरि पनि मिस। र हामीबाट त कुनै टार्गेटमा नलागेको हुनाले हामीले यसको दूरी चाहिँ एकदम घटाउँदैछौँ। एकदम नजिकबाट हान्ने कोसिस गर्छौँ। सायद हाम्रो निशाना नै चुकिरहेको छ बार बार। धेरै लगभग हामीले 3 मिटर जति दूरी कम गरेर यहाँबाट चाहिँ हान्ने भएको छ अहिले। म यो भाइलाई फेरि थप 3वटा गोली दिँदैछु। ठोक भाइ ठोक। ल हान बाबा हान। 1 मिस्टेक। गोली 3टा मात्रै हो। 11 गोली सक्छस् तैँले। अर्को मिस्टेक। मिस्टेक भएन भाइ भएन। मैले फेरि पनि सकेन, त्यसैले म पनि तपाईँलाई 3 गोली दिँदैछु। र अहिले चाहिँ म जसरी पनि कोसिस गर्छु यार। 1 नो लागेको छैन यहाँ। लाग्यो नि एउटा। लागेछ एक लागेको छ। एकचोटि लाग्यो है। ओहो मिस्टेक भयो। ल हामीबाट चाहिँ यो टार्गेटले लगाउने काम त भएन। तर पनि यस्तै च्यालेन्जिङ भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै भिडियोहरू हाम्रो आगामी दिनमा पनि आउनेछन् र हाम्रो भिडियोलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला।